Good morning, my dear students. Good morning, my children. My dear students, listen to me today. I have written here one point. One sentence, be a child for few minutes. And केही क्षणको लागि केही मिनटको लागि प्यारेन्ट्स पनि एक बच्चा भइहाल्नु के केही मिनटको लागि बच्चासँग बच्चा हुनुपर्छ अनि मात्रै बच्चामा सिकाइ हुन्छ। मिस म्याम पनि डोमे रिक्वेस्ट गर्दैछु बच्चासँग वास्तवमा बच्चा बन्नुपर्छ अनि बच्चामा सिकाए हुन्छ, हैन भने पूर्ण रूपले म्याडम बनेर अनि स्ट्यान्डर्ड भनेर यसरी गरेर जानुहुन्छ भने एकदम पूर्ण रूपले डाँटेर भन्नुहुन्छ भने बच्चामा थ्रेटिङ आउँछ, थ्रेटिङ भावना आउँछ, जसमा बच्चामा डर त्रास छिर्ने गर्छ र बच्चाले डर भएपछि बच्चामा सिकाइ उपलब्धि एकदमै न्यून मात्रामा हुन्छ र नहुन पनि सक्छ है। त्यसैले बच्चासँग बच्चा बनेर है बच्चा बनेर नै बच्चामा सिकाए उपलब्धि हुन्छ भने एक भावनात्मक वाक्य मैले यहाँ लेखेको छु। बी अ चाइल्ड फर फ्यु मिनट्स, यानी केही क्षणको लागि केही मिनटको लागि तपाईँ बच्चासँग बच्चा बन्नुहोस्। जब लर्निङ गराउन थाल्नुहुन्छ, सिकाइ गराउन थाल्नुहुन्छ, लर्निङ एक्टिभिटी जब गर्न थाल्नुहुन्छ त ठ्याक्कै बच्चासित मिल्दो व्यवहार बनाउनु पर्छ। यसमा पढ्छु which letters comes after। यसमा पढ्छु which letter comes after। Which letter comes after? Okay, अनि यो क्वेशनसित आधारित which letter comes after यो क्वेशनसित आधारित मैले आज कुरा गर्छु। सो अब यसमा सबभन्दा पहिला बच्चाहरूको माथिमा हामीको कपीको माथिमा सबभन्दा पहिला अल्फाबेट लेखिदिनु पर्छ है। अनि एबीसीडी जेडसम्म लेखिदिनु पर्छ है। जस्तो कि ए बी सी डी ई एफ जी एच आई जे के एल एम एन ओ पी क्यू आर एस टी यू वी डब्ल्यू एक्स वाई एन्ड जेड। ल हेर्नुहोस्, यो अल्फाबेट हो, अनि यो वर्णमाला अनि ए देखि ए टु जेडसम्म लेखिदिनु पर्छ। जुन बच्चामा अल्फाबेटको भर्खरै सुरुवात भएर सिकिसक्यो त्यो बच्चामा केही न केही कन्फ्युजन रहन्छ। त्यो कन्फ्युजन हटाउनको लागि अल्फाबेट यसरी माथिमा लेखिदिनु पर्छ र त्यसपछि यसमा क्वेसन दिनुपर्छ कि which letter comes after, अनि लेटर पछि जो लेटर दिएको छ त्यसपछि कुन लेटर आउँछ है। जस्तो कि यहाँ अब यसमा जाँदाखेरि बच्चामा फेरि बच्चालाई स्क्वायर कपी दिनुहोस्, स्क्वायर कपी है, स्क्वायर कपी र स्क्वायर कपीमा नै गर्न सक्नुहुन्छ या त अनलाइन कपीमा पनि गर्न सकिन्छ या त पुरै प्लेन पेपरमा पनि गर्न सकिन्छ। अब जस्तो कि यहाँ दिँदाखेरि अब मानौ बच्चालाई लेखाउँदाखेरि ए लेखिदिए, ल ए लेखिदिए, यसरी ए लेखिदिए
र यहाँ यसरी ग्याप दिए। अब बच्चालाई भर्नुभन्दा पहिला आफू नै भर्नुहोस्। जस्तो कि बच्चाले सिकाउँदाखेरि ए, ल बाबु ए लेखे, ए पछि, आफ्टर भनेको पछि, आफ्टर मिन्स के हुन्छ, पछि हुन्छ। त ए पछि कुन लेटर आउँछ है, ए छ यो ए, त ए पछि कुन लेटर आउँछ, बी है। त बी यसरी भर्दिनुहोस्। यो सिकाइमा यसरी उपलब्धि हुन्छ। ए पछि के आउँछ त, बी लेटर आउँछ। अनि यो उपलब्धि पहिला एक इक्जाम्पलको रूपमा, एक उदाहरणको रूपमा यसलाई प्रश्न पार्नुहोस्। र त्यसपछि के गर्नुहोस् त, बच्चाहरूलाई एक्सर्साइजको रूपमा सोध्नुहोस्। जस्तो कि ल बाबु रे डी पछि के हुन्छ, डी आफ्टर है। त्यसपछि एफ आफ्टर के हुन्छ, त्यसपछि एच आफ्टर के हुन्छ, त्यसपछि जे आफ्टर के हुन्छ है, यसरी। अब डी आफ्टर, त डी छ, त डी आफ्टर के हुन्छ, ई। बच्चाले लर्निङ गर्न सक्छ, डी आफ्टर ई हुन्छ। त्यसपछि एफ छ, त एफ आफ्टर के हुन्छ, फेरि एफमा बच्चाले सर्कल लगाउँछ र यसरी एफ आफ्टर जी हुन्छ भने उसको भावना आफै आउँछ, एफ आफ्टर जी। एच हेर्ने बित्तिकै त्यहाँ एच हेरिन्छ, त एच आफ्टर के आउँछ त, आई आउँछ, आई लेखिन्छ। फेरि बच्चाले यहाँ हेर्छ, यो त बन्सीवाला जे हो है। अब जे पछि के आउँछ, त जे पछि के आउँछ, ओके, जे पछि के नै आउँछ। यो बच्चामा ज्ञान हुन्छ। बच्चा यसरी बिस्तारै 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 यसलाई अब्जर्भ गर्छ, क्याच गर्छ र बच्चा सिक्दै जान्छ। यहाँ फेरि यहाँ लेखिदिनुहोस्, क्यू आफ्टर के आउँछ है, टी आफ्टर के आउँछ, कुनै बेला पछाडिबाट पनि दिइहाल्नुहोस्, सी आफ्टर के आउँछ, कुनै बेला यु आफ्टर के आउँछ, यसरी दिइहाल्नुहोस्। ल यता सी वाला दिइसकेँ, ताकि बच्चामा फेरि माइन्ड रिटर्निङ यहाँ आउँछ, सी आफ्टर के छ है। त क्यू आफ्टर यहाँ छ, त क्यू आफ्टर आर आउँछ, आर आउँछ। बच्चाले यसरी सिक्न सक्छ। टी आफ्टर के आउँछ है, त टी आफ्टर के आउँछ, यु आउँछ, टी आफ्टर यु आउँछ। त्यसपछि सी छ, त बच्चाले यहाँ त ढुँड्दैन, यसरी गर्दाखेरि भेटाउँदैन सी त यहाँ छ, त सी आफ्टर के आउँछ, डी आउँछ भने बच्चामा भावना प्रष्ट हुन्छ। त्यसपछि यु, फेरि बच्चाको यहाँबाट माइन्ड दौडेर कहाँ जान्छ, युमा जान्छ। यहाँसम्मको लेटर उहाँलाई केन्द्रित भइहाल्छ र यु पछि के आउँछ, यु आफ्टर के आउँछ त, भी आउँछ। बच्चाले यसरी फटाफट के हुन्छ त, ज्ञान अब्जर्भ गरिन्छ। त्यसैले सबैजना बच्चालाई सहयोग गरौँ। बच्चा आजको पनि र भोलिको पनि हाम्रो भविष्य हो। हामी बच्चालाई आज केयर गरेनौँ भने भोलिको दिनमा आफू पनि केयर हुँदैनौँ। किन हुँदैनौँ त बच्चामा जो ट्यालेन्सी हुन्छ त्यो रहँदैन, बच्चामा अर्को किसिमको भावना हुन्छ, बच्चामा सिपमूलक कार्य हुँदैन। भोलिको दिनमा के हुन्छ त बच्चा कुलतमा लागेर विभिन्न चिजमा लागेर बिग्रन सक्छ। अरूको बच्चा पनि आफ्नै बच्चा हो भन्ने भावना राखेर पठन पाठन राम्ररी गरिदिनुपर्छ, ताकि राम्रो भन्दा राम्रो होस् है। भोलिको दिनमा यो बाटो भएर कुनै बाटो भएर क्रस हुन्छु, बच्चाले हेरिन्छ त ओ फलानु मेरो म्याम हुनुहुन्छ, मेरो म्याडम हुनुहुन्छ, उहाँले धेरै राम्रो टिचिङ गर्नुभएको थियो है। विभिन्न प्रशंसा, विभिन्न तौर तरिकाले प्रशंसा गरिन्छ है।
त्यसैले तपाईहरू सिकाइमा गार्जियनसित अनुरोध पनि छ। तपाईहरू घरमा पनि म यो युट्युबको माध्यमबाट विभिन्न ज्ञान अनि दिँदै राख्छु। लगभग 1 महिनाको भित्र मैले 53वटा भिडियोहरू हालिदिएको छु। बच्चाहरूलाई पढ्न लगाउनुहोस्। म सहयोगकर्ता म यहाँ छँदैछु। छ स्मार्ट बोर्ड त छैन, तर जो छ त्यसबाट नै सुविधा लिनुहोस् र त्यसरी नै बच्चाहरूलाई उपलब्धि गराउनुहोस् भन्ने कामना पनि गर्दैछु है। त्यसैले तपाईहरू आत्तिनुहोस् हैन र बच्चालाई ध्यान केन्द्रित गराएर पढाउनुहोस्। थ्याङ्क यू, धन्यवाद।